हेलो साथीहरू, आई होप सबै सन्चै हुनुहुन्छ होला। मान्छेहरू चाहिँ कन्सिस्टेन्सी भएन भने चाहिँ अलिक गाह्रो हुँदो रहेछ क्या। अनि कन्सिस्टेन्सीले चाहिँ मान्छेलाई सफल पनि बनाउँदो रहेछ। अनि यो कन्सिस्टेन्सी आफूमा सेल्फ डिपेन्ड हुन्छ नि, एउटा डिसिप्लिन भएन भने चाहिँ अलिक गाह्रो हुँदो रहेछ। आई रियलाइज इट। मैले चाहिँ एउटा कन्सिस्टेन्सी ब्रेक भइरहेको छ क्या मेरो, जस्तो कि भिडियोहरू हाल्नु पनि सकिरहेको छैन, भिडियो बनाउँदाखेरि पनि आफूमा कन्फिडेन्स आइरहेको छैन, त्यसपछि काममा पनि एकदम हुन्छ नि एउटा कन्सन्ट्रेट हुन सकिरहेको छैन, अनि रनिङ पनि कन्सिस्टेन्टली रेगुलर भएको छैन क्या। अनि यो कुराहरूले चाहिँ मलाई आफ्नो लाइफ चाहिँ डिस्टर्ब फिल भयो। अनि लेट्स स्टार्ट। अब हुन्छ नि हरेक बच्चाहरूलाई चाहिँ कुनै कुरा सुरु गर्दाखेरि नर्सरीदेखि सुरु हुन्छ नि, त्यसरी नै म पनि अब हुन्छ नि 1% बेटर गर्ने कोसिस पनि गरिरहेको छु। अनि आफूले चाहिँ के सोच्छु भने चाहिँ 15 दिनमा चाहिँ मेरो लेभल अप हुन्छ। मेरो चाहिँ अहिले चाहिँ नर्सरीको जर्नी सुरु भइरहेको छ, अनि 15 दिनमा चाहिँ लेभल अप हुँदै हुँदै जान्छ। यस्तो टाइपले सोचेर चाहिँ अघि बढ्ने सोचिरहेको छु। लेट्स स्टार्ट। मैले चाहिँ कुनै दिनमा यस्तो भिडियोहरू हाल्न छोडेँ अथवा ब्रेक भयो भने चाहिँ मेरो मिल्ने साथीहरू तिमीहरूले चाहिँ मलाई एउटा हौसला चाहिँ दिनुपर्छ। आई फिल कि मैले चाहिँ एउटा लेभलमा एउटा पोइन्टमा आएर चाहिँ मलाई यति भयो चाहिँ पुग्छ भन्ने चाहिँ भएर नै मैले अहिले यस्तो मेरो कन्सिस्टेन्स डिसिप्लिनहरू चाहिँ डिस्ट्रोय भइरहेको जस्तो लाग्छ। आई होप अब मैले चाहिँ एउटा लेभलमा चाहिँ मलाई लिएर जानु छ। यो जर्नी चाहिँ यतिमा चाहिँ म लिमिट हुन दिन्न। हुन्छ नि एउटा सोच चाहिँ मेरो हाई नै हो, त्यही भएर चाहिँ लेट्स स्टार्ट आजैदेखि, अहिलेदेखि है त।